अनि खर्साङको चिया बन्ने है यो चाहिँ डलीवाला होइन यो सञ्जीववाला चाहिँ यो चिया बनाउने मान्छे चाहिँ यहाँ छ सञ्जीव हो गुइठेले साह्रै दामी बनाउने हौ चिया गुइठे यो चियामा के लगाएको छ भन त अदुवा तेजपत्ता छोटा अलैँची दुध चियापत्ती है अनि अम्बरकोटे पनि बनाएको छ अम्बर अम्बरकोटे यो के हो यो के हो साँच्चै नै प्याज के हो यो प्याज त अन्त ए डिम्बुल जस्तो छ त चिया चाहिँ एकदम बनाउँदैछ यहाँ छान्दैछ भाइले तर यो त एपिक भयो है यो चिया त्यो के हो यो साँच्चै नै के अरे यो टाइम पास नहुनेलाई चाहिँ आएर प्याज हाल्छ हो कहाँ पाउँछ भाइ यस्तो प्याज सीमाको छ एउटा सीमा अस्ति कता सीमाले कस्तो खान्छ कता होटलमा स्मार्ट बजारतिर गाउँ स्मार्ट बजार हौ सीमाले कस्तो खान्छ चिया चाहिँ यसरी उम्लिँदैछ नि त यहाँनिर वा दामी छ चिया उम्लिँदैछ होला नि होइन कहाँ हो यो यो चाहिँ हाम्रो गाउँको सञ्जीववाला चाय हो सञ्जीव भाइले साह्रै मिठो बनाउने चाय के लाउँछ भाइ यहाँ यसमा पहिला तपाईँको तेजपत्ता हो तेजपत्ता छोटा अलैँची अन्त अदुवा डलीको चिया हो त्यसपछि डलीको चिया तर उम्लाउनु चाहिँ 1 घन्टा 2 घन्टा जस्तो लाग्छ भने कस्तो बिचाराले कस्तो जति उमारे त्यति टेस्ट आयो नि त हेर्नु न अलैँचीको यहाँ उम्लाउनु भनेको नि यहाँ छिटो नि लाग्छ तेजपत्ता रहेछ अदुवा अलैँची त्यसको त होइन त्यो उयो हालेको छ अलैँची अलैँची अम्लिसोको भत्ता भन्नु चिया चाहिँ ठिक छ मेरोवाला चिया चाहिँ कहिले बनिन्छ यो मेरोवाला चिया है यसको चाहिँ सेन्ट टेस्ट अलग हुन्छ यो चाहिँ अब घरबाट आएको होइन के यो चाहिँ तलबाट सञ्जीवको घरको गाईको दुध हो यो बिहान जाडो यस्तो चिसो हुन्छ होइन यस्तो चिसोमा चाहिँ एकदम ऊर्जा दिने तरङ्गित हुने चिया बनाएर दिन्छ भाइले हाम्रो प्यारो भाइ सबैको प्यारो भाइ सञ्जीव आजभोलि चाहिँ खुसी छ र चाहिँ मलाई खुसी लाग्छ नभए कोही बेला झोक्रिन्छ हो त्यो चाहिँ मलाई मनै पर्दैन हिजो आज खुसी नै छ होइन अन्त आँखाले पनि बोलिहाल्छ नि यसरी खुसी हुनु सधैँ खानेकुरा पनि साह्रै मिठो बनाउने भाइले तर होइन हौ भाइ यो चाहिँ कहाँबाट ल्याएको अरे यसको त टेस्ट पनि दामी पो हुन्छ होला है प्याज ओहो ए चियापत्ती पनि रिच टेस्ट पनि के जाति एरोमा ल चिया लभरहरूलाई यहाँनिर आउनु पर्यो चिया खानु